करोडौं रुपियाँ खर्च गर्नुस् तर तपाईको रोग निको हुँदैन भनेर डाक्टरले भनिसकेपछि उहाँ निराश भएर अहिले गाउँ फर्किनु भयो। मैले कति पैसा खर्च गरेँ अहिले साँझ बिहान मजाले मालिस गर्नु होला। यहाँनिर बसिराख्नु भएको छ एकजना आमा, बस्न पनि लट्ठी चाहिन्छ उहाँलाई। हेर्नुहोस् है, यति कष्टकर जीवनयापन गरिराख्नु भएको छ। करोडौं रुपियाँ खर्च गर्नुस् तर तपाईँको रोग निको हुँदैन भनेर डाक्टरले भनिसकेपछि उहाँ निराश भएर अहिले गाउँ फर्किनु भयो। मैले कति पैसा खर्च गरेँ अलिकति ठिक हो। बसेर गर्ने काम केही पनि छैन कि मेरो, केही चाहिँ छैन। यत्तिकै उठी टोइलेट जानु पर्यो। टोइलेट उठी यस्तो गाह्रो थियो। अब एकपटक पेन जादु तेल दिन्छौँ उहाँलाई। ल हामीले एउटा 1 सिसी यो पेन जादु तेल दिन्छौँ। पेन जादु एउटा प्राचीन विधिबाट बनाइएको यो तेल, काठमाडौँमा उत्पादन भएको यो तेलले यसले साँझ बिहान मजाले मालिस गर्नु होला। अब कस्तो हुन्छ हामीले पछि कुनै दिन त आयौँ भने भन्नु होला है त।